हेलो साथीहरू, गुड मर्निङ अनि स्वागत छ हजुरलाई हाम्रो मिस्टर डिआई ब्लग्समा। आज चाहिँ हामी कहाँ जाँदैछौँ त बुढाबुढी भनेर हजुरहरूले थाहा पाउनको लागि चाहिँ लास्टसम्म भिडियो हेरिदिनु होला। अब चाहिँ हामी पेट्रोल हालेर कुदिसक्यौँ त्यहाँदेखि। अनि हामी चाहिँ देख्दा चोर जस्तो भए पनि अहिलेसम्म केही चोर्न सकेको चाहिँ छुइनौँ साथीहरू। बुटिबाङमा छौँ। अब हामी यहाँबाट यता ताराखोलातिर लाग्छौँ साथीहरू। हामी चाहिँ अब लङ ट्राभल जाँदैछौँ बुढाबुढी। उहाँ छ मेरो बुढो। अब हामी चाहिँ यहाँ निसी खोला रुकुमकोटतिर लाग्छौँ साथीहरू। घरतिर जानु मेरो हालत खराब भइसक्यो अहिले नै। हामी चाहिँ यहाँ पानीहरू नास्ताहरू खाएर फेरि आफ्नो गन्तव्यतिर लाग्छौँ साथीहरू। अन्त यो चाहिँ निसी खोलातिर पर्दो रहेछ यो ठाउँ। हामीलाई पनि थाहा छैन। हामी चाहिँ नयाँ बाटो हिँड्दैछौँ बुढाबुढी भएर। कहाँ कहिले कसरी पुग्छौँ भन्ने हामीलाई पनि थाहा छैन साथीहरू। हामी चाहिँ यो पहिलोचोटि हिँड्दैछौँ यो बाटो भएर, देख्न सक्नुहुनेछ। अन्त यता चाहिँ एकदम राम्रो थियो। हामीलाई चाहिँ एकदम मन परेको थियो यो रोड प्लस यो ठाउँहरू पनि। हामी एकदम रमाउँदै हिँड्दैछौँ बिस्तारै बिस्तारै गफ हान्दै बुढाबुढी भएर साथीहरू। अन्त देख्न सक्नुहुनेछ साथीहरू, हामी जति माथि जाँदैछौँ त्यति नै राम्रो राम्रो ठाउँ आउँदैछ। अन्त यहाँ चाहिँ हिउँ पर्ने ठाउँ होला, त्यही भएर चाहिँ एकदम राम्रो थियो। अनि हामीलाई चाहिँ एउटा कुरा एकदम मन परेको चाहिँ रोड चाहिँ एकदम राम्रो, सबै पिच गरेको रोड अनि सुनसान ठाउँ अनि बुढाबुढी एकदम रमाइलो हुँदैछ। हामी आसाम मध्य पहाडी लोकमार्ग हुँदै आज हामी रुकुम पुग्नेछौँ। देख्न सक्नुहुन्छ यति राम्रो भ्यू छ। पछि यो ठाउँमा हिउँ खेल्न आउनुपर्छ हामी। वाउ लुक्स यस्तो हो नि घुम्ने ठाउँ भनेको। रोड नि राम्रो, ठाउँ नि राम्रो। यता फेरि हाम्रो बाइक। यति राम्रो ठाउँमा आएपछि हामी चाहिँ बुढाबुढी नाटक गरौँ भनेर नाटक गर्न लाग्यौँ साथीहरू। अन्त हाम्रो नाटक सकेपछि हामी फेरि कुदिहाल्यौँ। अनि यस्तो राम्रो थियो, बाटोमा भेडाहरू पनि भेटियो। अनि यहाँ चाहिँ मानिसहरू त्यही गाईबस्तु चराउन आएको मात्रै भेट्नुभएको थियो एक दुई ठाउँमा। अनि यहाँ चाहिँ गाडीहरू जिपहरू केही भेटेको थिएनौँ हामीले अहिलेसम्म हिँड्दा यो जङ्गलमा। यति राम्रो रोड छ तर गाडीहरू चाहिँ नकुद्दो रहेछ। यहाँ हामी मात्रै थियौँ एक्लै। अन्त हामी यहाँ चाहिँ पातिहाले भन्ने ठाउँमा पुग्यौँ। यो चाहिँ हाम्रो बागलुङको र पूर्वी रुकुमको सिमाना रहेछ। यो चाहिँ हाम्रो गण्डकी प्रदेश सकिएर लुम्बिनी प्रदेश लाग्दो रहेछ यहाँदेखि चाहिँ। अनि यहाँ चाहिँ एकदम चिसो थियो। हामीलाई यहाँ आउँदा बित्तिकै चाहिँ एकदम चिसो भएको महसुस भयो। अनि हामी यहाँ हेर्दैछौँ नयाँ ठाउँमा नयाँ अनुभव लिउँदै हिँड्दै। खोला हो कि के हो यो? अलिअलि मुहान होला नि। जानु त लिरकुती खेल्नु। त्यसै लोट्यो भने जा। यस्तो जामे चिसो। ओ हिउँ परेछ क्या हो? त नुन हो क्या हो कि? यहाँ चाहिँ खोला नै आइस परेको छ, देख्न सक्नुहुनेछ हजुरहरूले। यो सब आइस 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 भएको छ। खोला जमेको देख्न सक्नुहुनेछ, सेतो सेतो सब खोला जमेको छ। सब यो आइस भएको छ खोलाहरू चाहिँ यहाँ। ल हिँड।
हिँड हिँड हिँड। अनि यत्तिको भिडियो बनाइदिने बुढा भएपछि के चाहियो साथीहरू। अनि हामी चाहिँ यहाँ दाइलाई सोधेको लुकुम पुग्न चाहिँ आधी घन्टा लाग्छ भन्नुभएको छ। अनि अब हामी साँझ परिसकेको थियो। हामी चाहिँ बाटो कस्तो के छ भन्ने थाहा नै छैन नि त। अनि कति समय लाग्छ के लाग्छ भन्ने पनि हामीलाई केही थाहा छैन। त्यही भएर हामी चाहिँ त्यहाँदेखि कुदिहाल्यौँ। अब हामी लुकुम पुग्छौँ होला एकछिनमा। अनि साँझ पनि परिसक्यो साथीहरू। हामी बल्ल लुगुम भन्ने ठाउँमा आइपुग्यौँ। यही हो लुगुम भन्ने, देख्न सक्नुहुनेछ। अन्त यो चाहिँ लुकुम भन्ने गाउँ हो साथीहरू। यो चाहिँ एकदम राम्रो थियो, पुरानो गाउँहरू। अनि यहाँ चाहिँ घुम्न पनि आउने गर्दछन् मानिसहरू। अनि हामी चाहिँ अहिले यहीँ बसौँ भनेको थियौँ, तर यहाँ को मानिसलाई सोद्धा चाहिँ रुकुमकोट चाहिँ अब आधा घन्टा 45 मिनटमा पुग्छ भनेपछि हामी चाहिँ भोलिको यात्रालाई सहज होस् भनेर हामी रुकुमकोटतिर नै गएर बस्छौँ साथीहरू। हामीलाई केही थाहा छैन रुकुमकोट कहाँ पर्छ, कति टाढा पर्छ, कति समय लाग्छ, बाटो कस्तो छ भनेर। अनि साँझ परिसकेको थियो। अनि हामी चाहिँ अब भिडियोहरू नखिचेरै हामी चाहिँ अब रुकुमकोट पुग्ने भनेर हामी चाहिँ कुद्दैछौँ साथीहरू। हामी चाहिँ रुकुमकोट आइपुग्यौँ साथीहरू। हामी चाहिँ यो फर्स्ट टाइम हो, यहाँ मेरो बुढो आउँदैछ रुकुम। अनि हामी यहाँ रुकुमकोट आइपुग्दा चाहिँ रात परिसकेको थियो। हामी होटेल मनग्यामा बस्यौँ। अनि हामी चाहिँ भोलिको यात्रा पनि गर्नु छ, त्यही भएर खाना खाएर हामी आराम गऱ्यौँ। थ्याङ्क यू फर वाचिङ गाइज।